everyone, welcome to new video. आजको हाम्रो टपिक छ सिम्प्लिफाइङ अ बुलियन एक्सप्रेसन युजिङ K-map है। अब यहाँ हामीले BCA को इयर 2024 को बोर्ड एक्जाममा आएको क्वेसन लिएको छौँ। यो क्वेसन नम्बर 3 हो है। अब यसमा चाहिँ के भनेको छ भन्दाखेरि सिम्प्लिफाई सिम्प्लिफाई भनेको छ अनि हामीलाई कन्डिसन दिएको छ। जसमा चाहिँ अब यो भनेको चाहिँ हाम्रो एसओपी हो है। एसओपीलाई यो समेसनले रिप्रेजेन्ट गर्छ। K-map दुई तरिकाले सल्भ गर्न मिल्छ, POS र SOP भन्ने हुन्छ। अनि SOPलाई चाहिँ सिग्नलले रिप्रेजेन्ट गर्छ, POSलाई चाहिँ पाइले रिप्रेजेन्ट गर्छ है। अब यहाँ चाहिँ के भनेको छ भने विच हेज डोन्ट केयर कन्डिसन्स, अनि यो इनर डोन्ट केयर कन्डिसन भयो, इनर चाहिँ 1 भ्यालु भएको कन्डिसन भयो। अनि डिजाइन द सर्किट युजिङ मिनिमम नम्बर अफ NAND गेट्स भने चाहिँ अब K-map कसरी बनाउने हेरौँ है त। सबैभन्दा पहिला हामीले यो सबै सेलहरूलाई नम्बरिङ गर्नुपर्ने हुन्छ है। यो नम्बरिङ गर्ने टेक्निक पनि छ। यो सिधै नम्बरिङ गर्ने होइन, यसको एउटा टेक्निक छ है। तर त्योभन्दा पहिला यो साइडलाई सपोज हामीले अब यो PQ को साइड मानौँ, अनि यो साइडलाई हामीले RS को साइड मानौँ है त। RS भयो। ल अहिले पहिला नम्बरिङबाट सुरु गरौँ। सबैभन्दा पहिला 0 बाट सुरु हुन्छ, 1 अनि 2 चाहिँ यता हुन्छ, 3 यहाँ हुन्छ है। अनि 4 यहाँ हुन्छ, 5 6 यता, 7 यहाँ। अनि फेरि 8 को लागि चाहिँ हामी यहाँ तल जान्छौँ है। 8 9 गस्दै 10 यता, 11 यहाँ। अनि 12 13 14 यहाँ, 15। अब यो नम्बरिङ गर्ने रुल चाहिँ यही छ। यो चाहिँ हामीले यादै गर्नुपर्ने हुन्छ है, धेरै गाह्रो त छैन। अब यो चाहिँ याद गर्नुपर्ने हुन्छ। अब यो हामीले PQ को भ्यालुलाई पनि असाइन गर्नुपर्ने हुन्छ, एभ्री कोलम र रोलाई। सबभन्दा पहिला यो P ड्यास Q ड्यास हुन्छ, यो चाहिँ P ड्यास Q हुन्छ, अनि यो PQ हुन्छ, अनि यो PQ ड्यास हुन्छ है। त्यस्तै यता R ड्यास S ड्यास, अनि R ड्यास S, RS र RS ड्यास हुन्छ है। अब त्यसपछि हामी यहाँ हेरौँ, यहाँ हामीलाई कुन नम्बरमा 1 यो हामीले जुन यो नम्बरहरू दिएको छ नि, त्यसमा हामी 1 1 भ्यालु भर्दै जान्छौँ है। यहाँ चाहिँ त पहिला 3 मा 1 भ्यालु भनेको छ, 4 मा 1 भ्यालु भनेको छ, अनि 7 मा 1 भ्यालु भनेको छ, 8 मा 1 भ्यालु भनेको छ, अनि 14 मा 1 भ्यालु भनेको छ है। त्यस्तै डोन्ट केयर भ्यालुहरू पनि छ हामीसँग, डोन्ट केयर भ्यालुज है। अब यिनीहरूलाई भर्दै जाऊँ। डोन्ट केयरलाई चाहिँ हामीले एक्स गर्छौँ है। भनेपछि 1 मा एक्स हुन्छ, 6 मा एक्स हुन्छ, अनि 9 मा एक्स हुन्छ, र 13 मा एक्स हुन्छ। यो डोन्ट केयरको काम यो K-map र डोन्ट केयरमा यो खास K-mapमा गर्ने चाहिँ के हो भन्दा सबै यो 1 1 लाई ग्रुपिङ गर्ने हो क्या। म्याक्सिमम हामीले 4 वटा 1 लाई ग्रुपिङ गर्न सक्छौँ है। अनि त्यो बाहेक दुईटा नि ग्रुपिङ गर्न मिल्छ भने एउटा। अनि 1 बाहेक हामी डोन्ट केयर छ भने डोन्ट केयरलाई पनि ग्रुपिङ गर्छौँ क्या। डोन्ट केयर भएपछि 1 सँग ग्रुपिङ गर्न पाइयो है। सकेसम्म चाहिँ हामी 1 खोज्छौँ, त्यसमा पनि 4 वटा छ भने पहिला 4 वटाबाटै सुरु गर्नुपर्ने हुन्छ। अब सपोज यहाँ यो कोलमभरि नै 1 1 1 थियो भने हामी 4 वटालाई ग्रुपिङ गर्नुपर्थ्यो क्या। तर अहिले त यहाँसम्म 2टा मात्र छ होइन। 4टा भयो भने चाहिँ अब यो 2टा गर्छु, यो 2टा गर्छु भनेर गर्न पाउँदैन थियो। यो 4 वटालाई ग्रुपिङ गर्नुपर्ने थियो। तर अहिले हामीसँग 2टा छ, तर 2टालाई ग्रुपिङ गर्दै सुरु गर है त। सबभन्दा पहिला यसलाई ग्रुपिङ गऱ्यो। अब अर्को 1 खोजौँ। एउटा 1 यहाँ छ, एउटा यहाँ छ, एउटा यहाँ छ। अब यो त ग्रुपिङ गर्न मिल्दैन। भनेपछि अब के गर्ने भन्दाखेरि डोन्ट केयरसँग ग्रुपिङ गर्न मिल्छ कि मिल्दैन हेर्ने क्या। अब यो र 8 र 9 मा 8 मा 1 छ, 9 मा डोन्ट केयर छ है। भनेपछि यसलाई ग्रुपिङ गर्न मिल्छ। हो 6 र 14 को लाइन ग्रुपिङ गर्न मिल्यो। अब यो 4 नम्बरको 1 छ, यसलाई र यो डोन्ट केयरलाई यो एजेसको भ्यालुहरूलाई पनि ग्रुपिङ गर्न मिल्छ है। त्यसैले यसलाई यसरी ग्रुपिङ गरिन्छ, यसलाई यसरी ग्रुपिङ गर्छ। भनेपछि अब हामीसँग टोटल कतिवटा ग्रुप भयो? एउटा ग्रुप भयो, एउटा ग्रुप भयो, एउटा ग्रुप, एउटा ग्रुप है। 4वटा ग्रुप भयो। अब यो 4वटा ग्रुपको भ्यालु कसरी लिने हेरौँ है त। अब यसको भ्यालु लिन चाहिँ हामीले कमन हेर्नुपर्ने हुन्छ क्या। अब 8 र 9 मा ग्रुपिङ गरेछ हामीले। अब यसमा कमन के छ? रो साइडबाट हेर्दाखेरि PQ नै कमन छ हो। भनेपछि हामीले PQ ड्यासलाई कमन गऱ्यौँ है। अनि हामीले कोलम लाइन पनि हेर्नुपर्छ क्या। अब यो कोलम र यो कोलममा के कमन छ भन्दाखेरि R ड्यास कमन छ नि, किनकि यसमा त S ड्यास छ, यसमा S मात्र छ भनेपछि R ड्यास कमन छ। भनेपछि हामीले यहाँ R ड्यास पनि राख्छौँ है। अब अर्को
अब यो वालालाई हेरौँ। यसमा यो त एउटै कोलममा छ भनेपछि आरएस त पर्यो दुवैमा। आरएस एउटा भयो। अनि एस र यसमा यो रो र यो रोमा के कमन छ भन्दा पी ड्यास कमन छ। भनेपछि पी ड्यास आरएस हुने भयो है अर्को। अनि त्यसपछि यो रोमा जाउँ। यो के अरे सरी यो कोलममा जाउँ। यसमा आर ड्यास त दुवैमा परिहाल्यो। अब यसमा र यसमा कमन के छ? क्यू भनेपछि क्यू आर एस ड्यास प्लस अब यो बाँकी भयो, यो बाँकी भयो हो। अब कोलमपट्टिबाट हेर्दाखेरि यसमा र यसमा कमन के छ त? यसमा आर ड्यास एस ड्यास छ, यसमा आर एस ड्यास छ भनेपछि एस ड्यास कमन भयो। अब यो त एउटै रोमा छँदैछ भनेपछि पी ड्यास क्यू नै हुन्छ भनेपछि पी ड्यास क्यू अनि एस ड्यास भयो। यसरी चाहिँ हाम्रो के म्यापबाट भ्यालु हेरिन्छ। अब यहाँ हामीलाई अर्को के पनि भनेको छ भन्दाखेरि डिजाइन द सर्किट युजिङ मिनिमम नम्बर अफ न्यान्ड गेट्स भनेको छ। अब न्यान्ड गेट युजर यो भ्यालुलाई कसरी प्लेस गर्ने अनि यो सर्किट कसरी बनाउने हेरौँ है त। अब सबैभन्दा पहिला चाहिँ हामीलाई के याद हुनुपर्छ भन्दाखेरि हामीसँग एउटा फर्मुला छ कि कुनै पनि फङ्सनलाई हामीले दुईचोटि कम्प्लिमेन्ट गर्यो भने त्यही फङ्सन आउँछ कि। अब यो नि यो सबै एउटा फङ्सन हो है। अब यसलाई हामीले डबल कम्प्लिमेन्ट गऱ्यो भने हामीले न्यान्ड गेट युज गरेर सर्किट बनाउन सक्छौँ है। अब यसको डबल कम्प्लिमेन्ट गर्दा के हुन्छ भन्दाखेरि पहिला यसलाई लेख्छु म। अब यसलाई डबल कम्प्लिमेन्ट हालेँ है। डबल कम्प्लिमेन्ट हालेँ। अब डबल कम्प्लिमेन्ट हालेपछि अब यो डबल कम्प्लिमेन्ट हाल्दा यसको नि एउटा फर्मुला छ है तपाईँलाई याद हुनुपर्छ। यो प्लस साइन छ नि यो चाहिँ ब्रेकडाउन हुन्छ। यो इन्डिभिजुअल कम्प्लिमेन्टमा आउँछ होइन। अनि यो प्लस साइन चाहिँ मल्टिप्लाई साइनमा चेन्ज हुन्छ क्या मैले भन्नु खोजेको चाहिँ। अब यो के हुन्छ भन्दाखेरि पिक्युआर भयो होइन। प्लस अब यसलाई लेखौँ यसको पी ड्यास आरएस प्लस क्युआरएस ड्यास प्लस पी ड्यास क्युएस ड्यास होइन। सरी यहाँ प्लस लेखेछु मैले, यहाँ मल्टिप्लाई हुन्छ है। यो मल्टिप्लाईको साइनमा हुन्छ। अनि यसको माथि इन्डिभिजुअल कम्प्लिमेन्ट आउँछ होइन। अनि यसको माथि फेरि कम्प्लिमेन्ट आउँछ कि यो चाहिँ यस्तो हुन्छ है। अब सर्किट बनाउनलाई अब हामीले के गर्नुपर्छ भन्दाखेरि क्वेसनमा न्यान्ड गेट युज गर्नु भनेको छ भनेपछि अब हामी न्यान्ड गेट युज गर्छौँ किनकि अब यो एउटा पीको लाइन भयो है। पीको लाइन भयो अरे। अब यहाँबाट हामीले नट गेट युज गरेर यसलाई कम्प्लिमेन्टको भ्यालु लिन मिल्थ्यो तर क्वेसनमा न्यान्ड गेटै भनेको भएर हामी न्यान्ड गेटै युज गर्छौँ है। यस्तो गरेपछि यो पी ड्यास हुन्छ है। अनि क्युको लाइन त्यही गरौँ। क्युको एउटा लाइन भयो। अनि यो क्यु ड्यासको लागि लाइन भयो क्यु ड्यास है। अनि अब आरको लागि एउटा लाइन भयो। अब मैले यहीँ गरेर अलि रफ चिन्हहरू सक्छु अब तपाईँहरू पनि बुझ्नु हस्। पिक्युआर भयो। एसको लागि पनि सेम है हो। यो चाहिँ एसको लाइन हुन्छ। यो चाहिँ कम्प्लिमेन्टको लागि लिनलाई एस ड्यास भयो। अब हामीलाई के भनेको छ भने मिनिमम नम्बर अफ न्यान्ड गेट सिजन भएपछि सबभन्दा पहिला यो भ्यालु कन्स्ट्रक्ट गरौँ। भ्यालु कन्स्ट्रक्ट भन्न मतलब के भन्नु खोजेको भने यहाँ सबभन्दा पहिला के छ पी क्यु ड्यास आर ड्यास छ भनेपछि पीको भ्यालु हामी यहाँ लिउँ यसरी। अनि क्यु ड्यास भनेको छ भनेपछि यो क्यु ड्यास र आर ड्यास भनेको छ भनेपछि यो आर ड्यास। अब यसलाई फेरि न्यान्ड गेट क्या यो पनि हो। अनि त्यसपछि यो मैले तलसम्म तान्ने। हो त्यसपछि अर्को के छ पी ड्यास लिउँ। अनि आर यहाँ छ। अनि एस एस यहाँ छ। यो यहाँ भयो है। अर्को क्युबाट सुरु गरौँ। क्यु अनि आर यहाँ छ। अनि एस ड्यास भनेपछि एस ड्यास यो भयो। यो अर्को न्यान्ड गेट भयो। अब पी ड्यास आयो।
पी ड्यास भने यो भयो अनि क्यू चाहियो क्यू यो क्यू भयो अनि एस ड्यास भने चाहिँ यो एस ड्यास यही छ म यहाँ पनि बुझ्नको लागि भ्यालु लेखिदिन्छु है पी क्यू ड्यास आर ड्यास अब यो NAND गेट युज गरे भएर यो कम्प्लिमेन्ट हुन्छ है अनि यहाँ पनि पी आर एस कम्प्लिमेन्ट क्यू आर एस ड्यास कम्प्लिमेन्ट पी ड्यास क्यू एस ड्यास कम्प्लिमेन्ट है अब यसको फाइनल रिजल्ट चाहिँ यहाँ हाम्रो के छ हेर्नु त पी ड्यास क्यू ड्यास यो यति पार्ट हाम्रो भयो क्या यति पार्ट हाम्रो भयो है यति पार्ट हाम्रो भयो अब यसलाई फेरि NAND गेट राखेर जोडिदिएपछि यो वाला पार्ट पनि इन्क्लुड हुन्छ भनेपछि अब हामी त्यो गरौँ यसको सबैलाई एकै ठाउँमा ल्याएँ मैले यहाँ पनि एउटा NAND गेट अनि यो जोड्दै NAND गेट बनाएपछि यो फाइनल सर्किटै हामीले यो फाइनल जुन भ्यालु छ यसको सर्किटै यही हुन्छ क्या अब तपाईँले यो यो यतिवाला पार्ट यहाँ लेखिदिन सक्नुहुन्छ नत्र हाम्रो फाइनल सर्किट यही हुन्छ है अब यो जोडेर ठाउँमा तपाईँले यसो डट डट अलिक ब्ल्याक कलर राखिदिनु न है यो हेर्न सजिलो हुन्छ यसरी गरिदिनु भयो भने सर्किट बनाउने NAND गेट युज गरेर सर्किट बनाउने तरिका यही हो है थ्याङ्क